आज मिति 2083 आषाढ 32 गते बिहिबार इस्वीसम्म 2026 जुलाई 16 तारिक आषाढ शुक्ल पक्षको द्वितीय तिथि चन्द्रमा कर्कट राशिमा सूर्योदय बिहान 5:19 भयो भने सूर्यास्त साँझ 6:59 हुनेछ। अब लागौं 12 राशिफलतर्फ। पहिलो राशि मेष राशि। तपाईको आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। कामबाट सजिलै फुर्सद पाइनेछ। मनमा प्रसन्नता मिल्नेछ। व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ। तपाईको दिल खुश रहने देखिन्छ। वृष राशि। काममा मन प्रशस्त मात्रामा जानेछ। व्यापार व्यवसायमा लगानी बढाउन सकिने समय रहेको छ। वैदेशिक यात्राका लागि तपाईका कामकाजहरू बन्ने देखिन्छन्। अप्रत्याशित लाभ हुनेछ। नयाँ कामका स्रोतहरू फेला पर्दा तपाईको मन खुश रहने देखिन्छ। मिथुन राशि। पीडा दिनेहरू सक्रिय रहनेछन्। सावधान रहनुहोला। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने समय रहेको छ। धन नाश हुने योग देखिन्छ। अनावश्यक झमेलामा फसिएला शत्रु वैरीहरू हावी हुनेछन्। खानपानमा सजगता अपनाउनु पर्ने देखिन्छ। कर्कट राशि। अन्नको काममा लाभ हुने देखिन्छ। साथै कसैबाट समर्थन पाइने दिन पनि रहेको छ। आकस्मिक रमाइलो यात्राको अवसर मिल्ने देखिन्छ। जग्गा जमिनबाट तपाईका लागि लाभ हुने देखिएको छ र तपाईको साथीभाइ इष्टमित्र आफन्तजनको साथ र सपोर्ट मिल्ने देखिन्छ। सिंह राशि। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। नसोचेको ठाउँबाट धन लाभ भई मन हर्षित हुने समय रहेको छ। सोचेभन्दा बढी नै लाभ मिल्नेछ। निर्माण र व्यावहारिक क्षेत्रमा मन लाग्नेछ। तपाईको आजको दिन खुश रहने देखिन्छ। कन्या राशि। आर्थिक उन्नति र प्रगतिको योग देखिएको छ। आकस्मिक लामो यात्राको अवसर मिल्नेछ। घर परिवारबाट सुख शान्ति पाइनेछ। साथीभाइ इष्टमित्रको सपोर्ट तपाईका लागि मिल्ने देखिन्छ। धन कमाउने अवसर तपाईका लागि मिल्ने देखिन्छ। तुला राशि। व्यर्थको खर्चले मन पिरोल्ने देखिन्छ। स्वास्थ्यमा पनि धन खर्चको योग रहनेछ। सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुने देखिएको छ। मनमा चिन्ता बढ्नेछ। आलस्यता बढ्नेछ। तपाईले गरेको कामबाट सोचे अनुसार प्रगति हुन सक्ने छैन। वृश्चिक राशि। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहनेछ। भाग्यले साथ दिने छैन। खर्च बढ्नेछ। लेनदेनमा विवाद बढ्नेछ। समयमा भएर अगाडि बढ्नुपर्ने रहन्छ। साथीभाइ इष्टमित्रहरूले हात झिक्नेछन्। मनमा आलस्यता बढ्न सक्ने देखिन्छ। धनु राशि। बचत हुने प्रबल सम्भावना रहेको छ। नयाँ कामका योजनाहरू बन्ने देखिन्छन्। व्यापार व्यवसायमा मनज्ञ आम्दानी हुनेछ। तपाईले गरेका कर्मबाट उच्चतम सफलता प्राप्त गर्दा तपाईको मन खुश रहने देखिन्छ। मकर राशि। नयाँ काममा योजनाहरू बन्ने सम्भावना रहेको छ। रमाइलो तरिकाले काम गर्न पाइनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ हुनेछ। अधुरा काम बन्ने देखिएको छ। नोकरी र राजनीतिमा सफलता प्राप्त हुने देखिएको छ। कुम्भ राशि। आगो र मेसिनरी सामग्रीबाट जोगिनु पर्ने देखिन्छ। वाद विवादको सामना गर्नुपर्नेछ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्ने देखिएका छन्। परिश्रमले काममा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। अन्तिम राशि मीन राशि। मान सम्मान मिले पनि मनमा डर र त्रास रहिरहनेछ। स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय रहेको छ। आर्थिक लाभ हुनेछ। व्यापार व्यवसायबाट मनज्ञ आम्दानी हुनेछ। साथीभाइ इष्ट मित्रसँगको भेटघाटले तपाईको दिल खुश रहने देखिन्छ। 12 राशिफलमा जे भनिए तापनि आफ्नो कर्मलाई निरन्तर रूपमा अगाडि बढाउनुहोला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न सक्नुहुनेछ। ज्योतिषीय सेवाका लागि 9860 48 133 मा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईको बाँकी पल शुभ रहोस्।